So we have one more guest, Pawan Agarwal sir, नेपाल टिमका पूर्व खेलाडी। सरले यो MCL एज अ अब्जर्भर पूर्व खेलाडीको हिसाबले कसरी हेरिरहनु भएको छ? होइन, मैले MCL को बारेमा सुनेको थिएँ होइन। अब प्रत्यक्ष रूपमा ग्राउन्डमा आएर चाहिँ आज हेरेको म फाइनलमा, त्यो पनि इट ह्यापेन्स सो कि म फाइनलमा यहाँ आइपुगेँ। सर्वप्रथम त एकदम खुसी लागेको छ कि म धेरै दिनपछि ग्राउन्डमा आएँ र आइएम रियली इन्जोइङ। एटमोस्फियरहरू पनि यसो हेर्दाखेरि, खेलाडीहरूको बडी ल्याङ्ग्वेज हेर्दाखेरि, यो ग्राउन्डै हेर्दाखेरि, जुन बेला हामीले यो ग्राउन्ड पहिले आजभन्दा 15-20 वर्ष अगाडि जब बिल्ड भएको थियो, यो ग्राउन्ड लगभग त्यही पुरानो सेपमा आइसक्यो। एकदम राम्रो देखिरहेको छ ग्राउन्ड। सो मधेस यो प्रिमियर लिग पनि राम्ररी नै कन्डक्ट भइरहेको छ, युट्युब च्यानलबाट लाइभ भइरहेको छ। मधेस जहिले पनि एउटा हाम्रो क्रिकेटको उर्वर भूमि रहेको छ र बिचमा अलिकति हामी डिरेल भएका थियौँ, तर अगेन यो चाहिँ नि फेरि यो एउटा उर्वर भूमि भएर आएको छ। लट्स अफ यङ प्लेयर्स आर कमिङ, राम्रो ट्यालेन्टेड खेलाडीहरू आइराख्नु भएको छ। NPL पनि मधेसकै टिमले जितेको छ। त्यो सबै हेर्दाखेरि साह्रै नै खुसी लागिरहेको छ र आई विश कि म भनौँ न अलिक बढी समय चाहिँ नि ग्राउन्डमा आउन पाऊँ। अलिकति कामको व्यस्तताले गर्दा त्यति मिलिरहेको हुँदैन, तर आई विश कि अलिक बढी स्पेन्ड गर्न पाए चाहिँ राम्रो। त्यो एउटा इमेजिनरी क्वेसन सोध्छु। फर इक्जाम्पल 8 टिमहरू प्रतिस्पर्धा गरे, यदि तपाईँले कुनै टिममा खेल्ने इच्छा भएको भए त्यो कुन टिम हुन्थ्यो? कुन टिमले तपाईँले इम्प्रेस गर्यो? होइन, अब सबैको त गेम मैले लाइभ हेरेको छैन होइन। मैले आज हेरेको बारा जिल्ला र सप्तरीको हो, तर मेरो गृह जिल्ला पनि बारा भएकोले म ओभियसली बारालाई नै रिप्रेजेन्ट गर्न चाहन्छु, त्यही टिमबाट खेल्न चाहन्छु। म अट्याच इमोसनली सबै किसिमले अट्याच पनि छु। बारा जिल्लाको म क्याप्टेन पनि भएको छु। म त्यहीँबाट क्रिकेट खेलेँ, त्यहीँ हुर्केँ। क्रिकेटले धेरै कुरो मलाई त्यहाँ बारा जिल्लाले दिएको छ, बारा जिल्ला क्रिकेट क्लबले दिएको छ। त्यस कारणले मेरो विश त जहिले पनि बारा जिल्ला पनि। MCL को अर्गनाइजर्स यो दुई भेन्यूमा बारा क्रिकेट सङ्घ, पर्सा क्रिकेट सङ्घले अर्गनाइज गर्नुभयो, यो ग्राउन्ड मेन्टेनेन्स, उहाँहरू सबैको लागि केही भनिदिनु पर्यो? अनि टेरिफिक एफर्ट। मैले यति एक्सपेक्ट गराएको थिएन कि यो ग्राउन्ड यति राम्रो सेपमा छ, यति राम्ररी अर्गनाइज गर्नुभएको छ। कलैयाको पनि म्याचेसहरू मैले युट्युबमा अलिअलि हेर्ने मौका पाएँ। कलैयाको ग्राउन्ड पनि राम्रो सेपमा देखियो र यो हाम्रो तराईतिर अलिकति सजिलो पनि छ र अलिक गाह्रो पनि छ। दुइटै काम छ, दुइटै कुरा छ कि अर्गनाइज गर्न। सजिलो इन द सेन्स च्यालेन्जिङ छैन यो हाम्रो जियोग्राफी त्यति क्रिकेटको लागि, किनभने ग्राउन्डहरू प्लेन ग्राउन्ड्सहरू भेटिन्छ। अलिकति इजी, अलिकति राम्रोसँग वाटरिङ गऱ्यो भने ग्रासहरू राम्ररी ग्रो भइहाल्छ। तर च्यालेन्जिङ एटमोस्फियर छ कि यहाँको स्पोन्सर ल्याउनुदेखि लिएर, तपाईँको माहौल बनाउनुदेखि लिएर, सपोर्ट तान्नुदेखि लिएर, त्यो काम चाहिँ अलिकति च्यालेन्जिङ छ। सो ह्याट्स अप टु देम, बोथ द टिम होइन। अहिले पर्सा जिल्ला पनि धेरै एक्टिभ भइरहेको छ र बारा जिल्ला पनि एक्टिभै छ। यो टिमहरू पहिलेदेखि पनि राम्रो थियो क्रिकेटमा। नेपाल टिममा चाहिँ नि बारा पर्साको राम्रै वर्चस्व थियो र अहिले फेरि त्यही कुराहरू फेरि रिअकर भएको देख्दाखेरि चाहिँ साह्रै खुसी। थ्याङ्क यू सो मच सर फर योर टाइम। आई होप नेपाल क्रिकेट अगाडि बढ्छ। एकदम बढ्नै पर्छ।